पत्रिका पढेर थाहा पाउनुभयो कि 24 नम्बर वडामा 24 नम्बर वडामा फुटपाथ बढाउन वडाध्यक्षले मान्छेलाई हिँड्न गाह्रो भयो, सेक्सुअल ह्यारेसमेन्ट भयो, साँगुरो भयो, पकेटमारी भयो, हामीले फुटपाथ बढाइदिनु भन्दा 24 वडामा फुटपाथ बढाउँदा तपाईँलाई के समस्या हो? मैले कहाँको कुरा गरिरहेको छु? तपाईँले कहाँको कुरा गरिरहेको? अहिले 24 वडामा फुटपाथ बढ्दैछ। 24 को कुरा गरिरहेको छु। न्यू रोड 24 को कुरा न्यू रोड कहाँ पर्छ? 24 मा न्यू रोडको फोल कहाँ पर्छ? 24 मा अहिले फुटपाथ बढाउँदा तपाईँलाई समस्या के हो? अहिले फोलको विषयमा तपाईँले ज्ञान नभएको न्यू रोड कहाँ पर्छ? होइन 24 मा अहिले फुटपाथ बढाउँदा तपाईँलाई समस्या के हो? मैले 24 को न्यू रोड 24 को मात्र हो। अहिले काम कहाँ भएको छ? न्यू रोडको अहिले काम जुद्ध शालिगदेखि इन्द्रचोक भइरहेको छ। अनि तपाईँले चाहिँ 22 मा ठेक्का नहालेको होइन 24 मा काम हुँदैछ, तपाईँको 22 मा कामै भएको छैन, तपाईँलाई के समस्या भयो? के समस्या भयो भन्नुभयो तपाईँले? प्रश्नको उठान गर्नुको कसरी? मैले के भनिरहेको छु? पत्रिका पढेर कसरी थाहा हुन्छ? कान्तिपुरको अनलाइनमा पहिलोपल्ट आयो। 24 नम्बरमा काम हुँदाखेरि 24 को वडाध्यक्षलाई केही समस्या छैन, उहाँलाई फुटपाथ चाहियो, तपाईँलाई के समस्या हो? मैले के भने त? भर्खरै भन्दै हुन्छ त। अहिले यो नयाँ सडक चाहिँ तपाईँले 24 मात्र गर्नु खोज्नु भएको? 24 को भइरहेछ काम। होइन त 24 मात्र गर्नु खोज्नु भएको? हो हो हो। तपाईँले अस्ति चाहिँ योभन्दा अगाडि 25 बोर्ड के भन्नुभएको थियो? यत्रो साथीहरू छ। हजुर के भन्नुभएको थियो? म यो काम गर्दिनँ भन्नुभएको थियो, होइन? गर्दिनँ भनेकै छैन। ल सहकार्यमा गर्नुपर्छ, तपाईँसँगै बसेर तपाईँसँगै सल्लाह गरेर गरे हो त्यो। मेयर साहबले सहकार्य कहाँनिर गर्नुभयो त? तपाईँसँगै सहकार्य गरेर फुटपाथ बढाउने डिजाइन तपाईँले हेरेकै हो, सबै वडाध्यक्ष हेर्नु भएकै हो सम्बन्धित। अहिले आएर कुरा फरक गर्न पाइँदैन नि। के कुरा फरक पारेँ मैले? दैनिक 1 लाख भन्दा बढी जनसङ्ख्या हिँड्ने ठाउँमा कति फुटपाथको साइज कति चाहिन्छ थाहा छ तपाईँलाई? ल तपाईँ थाहा छ, तपाईँले भन्नुहोस् न। तपाईँ त अब प्राविधिक मान्छे पनि हो, भन्नुहोस् न, जानकारी पाउन। 3 मिटर, कम्तीमा 3 मिटर भन्दा बढी हुनु पर्थ्यो। सडक विभागले नै बनाउनु पर्थ्यो। कालो पत्रे त्यहाँनिर 7 मिटर भन्दा चाहिँदैन। जब सडक विभागले चाहिँ यो कामप्रति आपत्ति विमति जनाइसकेको छ, सडक विभागले आपत्ति जनाएको होइन। सडक विभागले आपत्ति जनाएको भए उसलाई 15 दिनभित्र रिप्लाई दिनु भन्दाखेरि उसले दिएको छैन, ठेक्का लगाइसकेको छ। सडक विभागले बनाएको फुटपाथै होइन त्यो, काठमाडौँ महानगरपालिकाले बनाएको। म अर्को कुरा गरिनँ। हाम्रो संस्थामा राज्यको विधान मान्ने कि नमान्ने, हामीले सम्मान गर्ने कि नगर्ने? राज्यको प्रोसेसमा महानगरपालिकाले सडक विभागलाई चिठी काटेको 15 दिनभित्र उसले जवाब नदिँदा त्यो मान्य सर हुन्छ। तपाईँको वार्डको तपाईँ मलाई सोध्नु, मैले तपाईँलाई सोधौँला, कुरा छलफल गरेर। अर्काको वार्डको तपाईँलाई के चासो? उहाँले सोध्नुहोस् न। विनोद राज भण्डारीज्यू, तपाईँलाई फुटपाथ त्यहाँ बढाउन चाहिए छैन भन्नु पर्यो। सडक पेटी विस्तार सम्बन्धीमा मेरोमा चाहिँ मेरो हकमा 24 वडाको त्यो विशाल बजार अगाडि हकमा साँगुरो पेटी भएको मका निवेदन पनि महिला दिदीबहिनीहरूको सब निवेदन आइसकेको र आउने क्रम अझै जारी छ। मलाई समग्र निरोडको कुरा गर्नु छैन। यहाँ मेरो 24 वडामा जुन ठाउँमा अहिले हामीले काम सुरु ठाउँमा त्यहाँबाट हो तपाईँहरूको हाम्रो अलिक मिस्टेक भयो होला, धेरै ठुलो दायरामा जानुभयो होला।